नमस्ते सम्पूर्ण साथीभाइ इष्टमित्र अनि आफन्तजनहरुमा 2081 साल अब लास्ट दिन रहेको छ। भोलिदेखि 2082 साल लागिरहेको छ। नयाँ वर्षको सबैलाई धेरै धेरै शुभकामना भन्न चाहे। स्वदेश तथा विदेशमा रहनुभएका आफन्तजनहरू र सम्पूर्ण नेपालीवासी नेपालीहरुमा यो महान दिवसको मेरो तर्फबाट चाहिँ धेरै धेरै शुभकामना भन्न चाहे। सेफ दिनेशको तर्फबाट चाहिँ नववर्षको नयाँ उमंग चाहिँ यसरी नै केही नयाँ कुराहरू चाहिँ होस् हजुरहरुको जीवनमा र मेरो त्यही शुभकामना छ। र नयाँ वर्षलाई सबैले वेलकम गर्नुपर्छ। जति पनि विगतका दिनहरू भुलेर नयाँ चीजलाई चाहिँ हामीले नयाँ तरिकाले चाहिँ सुरुवात गर्नुपर्छ भन्ने मलाई लाग्छ। र यस नयाँ वर्षको केही नयाँ चीज र नयाँ जोश जाँगर अनि नयाँ उमंगको साथ केही नयाँ चीज गर्ने मेरो पनि धेरै चाहना छ। र यस 2082 सालमा चाहिँ केही हजुरहरुको सामने केही नयाँ चीज अवश्य प्रस्तुत गर्ने आत्मविश्वास छ। र हजुरहरुको लागि पनि मनोरञ्जन होस् या फुडको बारेमा होस् या कुनै मतलब रोमान्टिक होस्, कहिले हाँसो कहिले खुसी कहिले दुःख, त्यो सम्पूर्ण चीजहरुलाई चाहिँ समेटेर चाहिँ फेसबुक माध्यमबाट हजुरहरुसँग अनि जोडिरहने छु। र मेरो जति पनि मित्रजन साथीहरु अनि मलाई चिन्नुहुने मेरा फेसबुक माध्यमबाट जोडिनु भएका मेरा मित्रहरुलाई म फेरि पनि नयाँ वर्षको धेरै धेरै शुभकामना भन्न चाहे। र यसरी नै जीवन शैली चलिरहोस् र सबै साथीभाइ मित्रजन सम्पूर्ण नेपालीहरु चाहिँ एकजुट भएर आफ्नो देश र आफ्नो पुर्खाको चाहिँ नाम राख्नुपर्छ, रोशन गर्नुपर्छ भन्ने मलाई लाग्छ। हवस् त धन्यवाद सम्पूर्ण नेपालीलाई फेरि पनि भन्न चाहे। नयाँ वर्षको धेरै धेरै शुभकामना र फेरि पनि आउने दिनहरुमा यसै गरी हामी भेट्ने छौं। र मेरो चाहिँ सानो शुभकामना चाहिँ स्वीकार गरेर हजुरहरुले पनि कमेन्ट गरेर लाइक गरेर शेयर गरेर चाहिँ साथ दिनु होला भन्न चाहे। हवस् त धन्यवाद। नमस्ते, बाइ बाइ।